नेपालको राजनीतिमा फेरि एकपटक भूकम्प आउने संकेत देखिएको छ। केपी ओली नेतृत्वको नेकपा एमाले सोझै पूर्व राजा ज्ञानेन्द्र शाहसँग वारपारको लडाईँमा कसिएको छ। भर्खरै नेकपा एमालेको सचिवालय बैठकले एउटा गम्भीर निष्कर्ष निकालेको छ। त्यो के हो भने चैत 15 गते तीनकुनेमा भएको राजावादी आन्दोलनमा जे जति हिंसा र तोडफोड भयो त्यसको जवाफदेही स्वयं पूर्व राजा ज्ञानेन्द्र शाह हुनुपर्छ। एमालेका उपमहासचिव प्रदीप गेवालीले त यो आन्दोलनलाई जनअसन्तुष्टि भन्नै नमिल्ने ठोकुवा गरे। यदि यो जनअसन्तुष्टि हो भने त गेवालीजी भन्छन् जनता र आन्दोलनको परिभाषा नै बदल्नुपर्छ रे। वाह, आन्दोलनका कमान्डर भनिनेहरू र अरू कतिपय व्यक्तिले पटक पटक नेपाललाई बंगलादेश बनाइन्छ भनेर बोलेको हामीले सुनेकै हौं। 15 गतेको घटनामा राजा ज्ञानेन्द्र जवाफदेही हुनुपर्छ। फागुन 7 गतेको सन्देशमा नै आफूलाई साथ दिन आह्वान गरेको र कमान्डर समेत तोकिएपछि उहाँ पन्छिन नमिल्ने गेवालीको भनाइ छ। जुन घटना घट्यो अस्ति चैत 15 गते जुन आपराधिक घटना घट्यो त्यसलाई उहाँले जनतामा आएको जागरणको रूपमा व्यक्त गर्नुभयो। त्यसैलाई जनताको जागरण भन्ने हो भने सर्वसाधारण नागरिकको घरमा लुटपाट, सर्वसाधारणका सम्पत्तिमाथि तोडफोड, सरकारी कार्यालयहरूमाथिको विध्वंस, राजनीतिक पार्टीहरूका कार्यालयहरूमाथिको विध्वंस, उहाँले खोजेको जागरण त्यस्तै हो भनेदेखि त्यो त धेरै आपत्तिजनक कुरा हो। एमालेको दाबी छ कि पूर्व राजा ज्ञानेन्द्रले फागुन 7 गते जारी गरेको सन्देशमा साथ दिन आह्वान गरेकै कारण र आफैले कमान्डर तोकेकै कारण 15 गतेको घटनाको सम्पूर्ण जिम्मेवारी उनले लिनुपर्छ। तर नयाँ वर्षको शुभकामना दिँदै ज्ञानेन्द्रले हिंसाप्रति दुःख त व्यक्त गरे, तर जवाफदेहिता देखाएनन् भन्ने एमालेको गम्भीर आरोप बारे तपाईको धारणा के छ? आफ्नो विचार कमेन्ट बक्समा लेख्न सक्नुहुन्छ। जनप्रदर्शनका क्रममा हिंसा, आगलागी, तोडफोड, मानवीय एवं भौतिक क्षति भएकोमा पूर्व राजा दुखी भएका थिए। केही दिन अघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड भयो, त्यसबाट जस प्रकारको मानवीय एवं भौतिक क्षति भयो, त्यो सुन्दा हामीलाई अत्यन्तै दुःख लाग्यो। नागरिक स्वतन्त्रता भन्दा ठूलो तन्त्रवाद हुँदैन। वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ जहाँ राम्रो नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुन्छ। अब यहाँनिर एमालेका प्रदीप गेवालीले पूर्व राजालाई सिधा प्रश्न गरेका छन्। उनी भन्छन् यत्रो घटना घट्यो, जनताले अस्वीकार गरे, यो अनावश्यक र व्यर्थको प्रयास रहेछ भनेर पूर्व राजाले किन महसुस गरेनन्? किन उनले आफूले हिँडेको बाटो गलत थियो र आफूले जिम्मा दिएका पात्रहरू गलत थिए भनेर पश्चाताप गरेनन्? बरु ज्ञानेन्द्र त अझै सच्चिन तयार छैनन्। गेवालीजीले यो पनि स्पष्ट पारेका छन् कि तीनकुने घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ र प्रचलित कानून अनुसार दोषीमाथि कारबाही हुन्छ। यसको मतलब एमाले अब पूर्व राजालाई कानूनी कठघरामा समेत भ्याउन चाहन्छ। हामीले अहिले प्रचलित फौजदारी कानून अन्तर्गत, कार्यविधि अन्तर्गत प्रहरीहरूले अनुसन्धानहरू गरिरहनु भएको छ। केही मान्छेहरू गिरफ्तार छन्, उनीहरूको बयान लिने कामहरू भइरहेको छ र त्यसो गर्दै जाँदा एभिडेन्स बेसमा हामीलाई कुनै पूर्वाग्रहमा कसैलाई फसाउनु पर्ने छैन, तर तथ्यले पुष्टि गर्छ। तर उहाँले नैतिक रूपमा त जवाफदेही लिनैपर्छ, किनभने फागुन 7 गते म अगाडि बढेँ, मलाई साथ देऊ भनिसकेपछि र चाहिँ अस्ति सायद 14 गते नै होला उहाँले कमान्डर तोक्नुभयो, त्योभन्दा अगाडि चाहिँ संयोजक तोक्नुभयो, अनि भिड भनेर लागिसकेपछि यो घटना भएको भनेदेखि त जवाफदेही लिनु पर्यो नि त। सरकारले अनुसन्धानले प्रमाणित भएको हदसम्म चाहिँ जो मान्छेहरू जिम्मेवार छन् उनीहरूलाई कानूनको दायरामा ल्याउँछ। एमाले मात्र होइन, दर्शकबिन नेपाली कांग्रेस र माओवादीका शीर्ष नेताहरू पनि पूर्व राजा ज्ञानेन्द्र शाहमाथि खनिएकै छन्।
उनीहरूले शाहमाथि चर्का अभिव्यक्ति दिइरहेका छन्। कतिपयले ज्ञानेन्द्रलाई जेल कोस्नुपर्ने समेत बताउँदै आएका छन्। अहिले राजावादी र गणतन्त्रवादी नेताहरूबीच वाक युद्ध नै चलिरहेको देख्न सकिन्छ। इतिहासको एउटा रक्षानमा मिल्काइएका तत्त्वहरू पनि फेरि एकचोटि पुनरागमन हुने हो कि भन्ने दिवा सपना अब कता कता मैले बुझिरहेको छु, मलाई संकेत प्राप्त भएको छ। मेरो सभापति स्वयं नै हिजो गिरिजाप्रसाद कोइराला पनि बेबी किङ भन्नुभएको थियो भने अहिले मेरो सभापतिले पनि काहीँ न काहीँ ज्ञानेन्द्रलाई त होइन, ज्ञानेन्द्रको नातिलाई चाहिँ राजा मान्ने हो भने चाहिँ त्यसमा चाहिँ पुनर्विचार गर्न सकिन्छ भन्ने किसिमको चाहिँ नि सभापतिजीको सुझाव छ। त्यो महाराधिराजमा त्यो पुगेको छ भन्ने कुरा पनि मलाई कता कता सुन्नमा आएको छ। हृदयेन्द्रलाई राजा बनाउने, हृदयेन्द्र राजा बनाउने कुरामा यो चाहिँ हामीले बनाउने होइन, बाहिरले बनाइदिने होला। अब बाहिर भित्र मलाई थाहा छैन, तर मेरो सभापति त्यो लेभलसम्म चाहिँ नि आउनु भएको छ भन्ने कुरो बुझिरहेको छु। अरू काङ्ग्रेस र कम्युनिस्ट भित्र पनि जो सत्तामा रजगज गरेर बसेका बाहेक देश त डुब्न लागेको सङ्कटमा छ। काहीँ न काहीँ राष्ट्र संस्थालाई स्पेस दिनुपर्छ। त्यो राष्ट्रवादी शक्ति हो, त्यसलाई डेमोक्रेसीको विकल्प छैन, प्रजातन्त्रको विकल्प छैन। यस्तो चाहिँ उनको अभिव्यक्तिले सीमा नाग्दैछ, यसलाई सरकारले गम्भीर ढङ्गले लिनुपर्छ र उनलाई चाहिँ आवश्यक चाहिँ नियन्त्रणमा लिनुपर्छ। नै राजाका पालामा पनि सुनचोर थिए, म तपाईँलाई बताउँला सुनचोर को थिए, कहाँ थिए भन्ने कुरा। त्यो यसरी सार्वजनिक गर्न पाइन्थ्यो, जिउरो थुतिन्थ्यो, बुझ्नु भएन। अब खानदानीहरू राजपरिवारका मान्छे बाहिर जाँदा झिटी गुन्डा चाहिँ खोल्न पाइन्थ्यो एयरपोर्टमा, अहिले त खोल्न पाइन्छ नि। अब त्यति बेलाका भ्रष्टहरू, त्यति बेलाका लुटेराहरू बारे तपाईँले बोल्नै पाउनुहुन्न, तपाईँले जिउरो काटिन्थ्यो। त्यो कुनै न कुनै अधिकार दिएर चाहिँ राज संस्था ल्याउनको लागि र आन्तरिक सहमति गर्नको लागि त्यो एउटा वैधानिक बाटो के हुनसक्छ त्यो तर्फ अगाडि बढ्नको लागि चाहिँ सुरक्षा निकायले राजनीतिक दलहरूलाई सुझाव दिइरहेको मेरो बुझाइ चाहिँ त्यस्तो छ। गगन थापाजीको हकमा एकदम मिल्छ। मलाई शेखर कोइरालाको हकमा चाहिँ, गगन थापाको हकमा चाहिँ अब जनताको आवाज सम्बोधन गर्नुपर्छ, उहाँको डेमोक्रेटिक विचारै देखिन्छ पहिला, त्यो चाहिँ जेन्युन विचार भन्छु म। शेखर कोइरालाको चाहिँ म त्यो देख्दिनँ। कि रवि लामिछाने, बालिन शाहहरू पनि राजाको समर्थनमा चाहिँ भित्रभित्रै योजना बनाउँदैछन्। अब मलाई बालेनजीको हकमा चाहिँ उहाँ परिवर्तनकारी, परिवर्तनको चाहना, यो नेताहरूले बिगारेको कुरामा नेतृत्व गर्न सफल पनि हुनुभयो। माओवादीले सिधै अब प्रचण्डले ज्ञानेन्द्रसँग सिधै भेटघाट नगरे पनि पहिलाको स्थितिसँग चाहिँ केही छ कि भनेर सम्पर्क सूत्र मार्फत कुराकानी गरेको चाहिँ त्यो बेलाका वार्ताकार कमिटीका 62-63 भन्दा अगाडि माओवादी र दरबारको तर्फबाट वार्ता गर्नेहरूले बताउनुहुन्छ। के अब साँच्चै पूर्व राजा ज्ञानेन्द्र शाह र नेकपा एमाले बीचको यो लडाईँ निर्णायक मोडमा पुगेकै हो? के अब राजतन्त्र फर्कने सम्भावना लगभग समाप्त भएको ठान्ने हो? तपाईहरुलाई के लाग्छ? कमेन्ट बक्समा आफ्नो विचार अवश्य लेख्नुहोला। यदि तपाईहरुलाई यो विश्लेषण मन पर्यो भने कृपया भिडियोलाई लाइक र शेयर गर्न नभुल्नुहोला। यस्तै ताजा र गम्भीर राजनीतिक विषयहरुमा जानकारी पाउनको लागि यो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। नमस्कार।